वेलकम ब्याक टु माई च्यानल साथीहरू। सो आजको नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ भने कलेज जाँदैछौँ हामी, म चाहिँ जाँदैछु। अनि सो आज कलेज गएको बेला यसो उताउति यस्तो बनाइदिउँ भनेको भिडियो बनाउनुभन्दा अगाडि चाहिँ। अनि सो चुइगम खाऊँ किनकि मसँग एउटै चुइगम छ, यिनीहरूलाई दिन्न। यिनीहरू मधु खानेहरूलाई चुइगम के काम त एउटै हो। सो अनि तिम्रो अनि आज अनि तिमीहरूको स्कुलमा 10को लागि बिदाई गर्छ भनेको सुन्थ्यो हो होइन? गर्दै गर्दैन के? अनि बिदाईका लागि के छ कार्यक्रम? मेरो चुइगमै धरोमा माटो लाग्यो। सालाहरूले चरापी के छैन है, माटो त लाग्यो। खाइदिउँ कि हौ खान्न भोलि राख्छु। फालिदिन्छ यार सरापी मासु लियो न्याप्टेल साला। हामीलाई पनि दिँदैन। अनि यो उताउने यताउति गरेर साला सरापी गर्ने कत्रो धोएको थियो। अहिले किन्दैन ल, म तँलाई 10 रुपियाँ दिन्छु। अनि किन्दैन मसँग छ। अनि सो तिमीहरूको अनि के छ विचार? आछ हो, आउँछ। ट्र्याक्टरहरूले गरेर कि मैले भिडियो नआएको साला कस्तो धुलो उडाएर गयो, त्यही भएर जुबे के छ तेरो खबर के? अनि न्याप्टो भाइ हाम्रो के छ खबर? आज मलाई कस्तो ह्यान्डसम देखिरहेको होला है यो बाहिरबाट भित्रबाट यो भित्रबाट यो सेतो लाउँदा। आँखै मैले अरू के चाहिँ भनिरहेको छु मासुलाई पुग्टाङ कस्तोमा त क्या हावा पनि चलिरहेको अनि हावा चलिरहेको। अनि आज किन रमाइलो न्याप्टे? मलाई फ्री फायर खेल्न आउँदैन। जे भयो नि म पठाउनु नि त यहाँ के अरे एचप्याक्स गोरेले खतरा एचप्याक्स न्याप्टे भाइ न्याप्टे भाइ यो साला यिनीहरू दुइटाले यस्तो टाइम फ्री फायर खेल्छ होइन। यसले फ्री फायर खेलेर यसको यो 4 आँखा भएकोमा धेर मोबाइल चलाएर जस्तो आँखले 4 आँखे। अनि यो न्याटो भाइ पनि यसले चाहिँ ठिक्क खेल्छ भन्दा के भन्नु, मोबाइल छैन यसको। मोबाइल भन्दा यो पनि फेरि यस्तो हो नि, दिनभरि बिहानदेखि बेलुका 4 बजीसम्म भात नखाइ हानिदिन्छ। यो कालो के भएको थाहा छ तपाईँलाई? केटी भेट्नु गएको घाममा डरेर कालो भएर हो। यो कुरा त राइट हो। कालो त म प्राकृतिकले दिएको हो, जन्मिनु साथ गोरो भएर आएको होइन, म कालै हो। कालो भनेर नआएको कुरा हो। तिमीहरूको भन्दा दिल सेतो छ, त्यो साथी पनि लुगा मेरो सेतै छ। त्यही हो साथीभाइहरू। अनि आज पौडी लाएन राइट। अनि आज पौडी लाएन किनकि पौडी लाएँ अब उहाँ कलेज गएर पनि के गर्नु, 12मा हो नि त त्यो। अनि त्यो पढाइ नै हुँदैन र त्यो क्वेसन एन्सरहरू दिन्छ। अनि त्यो पर्ला खाले पनि मान्छे होइन, पढ्ने खाले पनि होइन। त्यो त्यही नै हो। भएर पौडेल गाली चाहिँ नगरे त। सो त्यही नै हो साथीभाइहरू। पुर्सलतिर पनि आइपुगिनु लाग्यो अब यति त हो नि, त्यस्तो आइन्छ। अनि त्यही हो ल। त्यो फुच्चेहरूले पनि छोडिदियो बाटोमा, एक्लै आएर थिएँ किचानीबाट यहाँ भेटेको साथी। के छ साथी? भान्जालाई भेट्याहरूलाई होइन। अब यहाँबाट चाहिँ 2जना हुन्छौँ हामी, अरू त त्यस्तै हो। साथी आएँ म त साइकलमा तरेँ है, अहिले त यसले तरायो मलाई पनि। मजा लाग्यो, उभिनु परेछ यहाँ मुनि यस्तोरी। ल यता हेर त झापाली ऊ झापाको मान्छे है, यहाँ डगा पर्न आएको पुरै त्यो भन्छ नि के भन्छ अरे त्यसलाई, के खान्छ अरे मधु। त्यो यति खान्छ कि हाम्रो केटाहरूले बरु कसैले खाँदैन, उसले कुरै छोड्दियो कि यति धेरै खान्छ कि घन्टी पछि 5वटा हो नि सब होइन। सुपारीको झन् बाफ्रे नम्बर 1 हो त झापाली भनेको त यसरी चिन्ने रहेछ कि हामी सिन्धुली गलाए बाल होइन। त यता आएर साइकलमा चढ्यो, अन्त मजा आइरहेको छ। अलिक गर्मी पनि भइरहेको थियो यो बाक्लो सेतो लागि। कुनै लुगा लाएर हिँडेपछि अनि यस्तो छ भने अब हाँक्न सकेको छस् नि। त्यही डर लागेन यार। त्यही राम्रो छ होइन। दसैँ पनि हिँड्नु थाल्छ कि यो पुलिस चौकी रहेछौँ। अब पुग्नु त्यहाँ स्कुल पुग्नु कति चाहिँ टाइम लाग्छ र तल साइकलहरू धरेकै हिँड्नलाई अलिक कस्तो अप्ठ्यारो भइरहेको कि सुर्खेतचोटि चढ्यो यहाँ चाहिँ है। यहाँ नत्र यो साइकल कति उडायो न। अब स्कुलमै भेटौँला। कलेजमा पनि आइसक्यो। अनि कहिले त के भन्नु स्कुलमा आइसक्यो। ब्याग चाहिँ अब राखिन्छ। म चाहिँ यहाँ बस्ने कोही पनि आएको नरहेछ कि बाफ्रे खाली छ ल। दुईवटा मात्र छ, हामी 2जना त सँगै आयो। अनि यो चाहिँ अगाडि नआइसकेको छ। सो खाली अब थाकेर पनि यस्तो गर्मी भएको छ कि
ए पंखा चलाइदिनु पंखा आयो के होइन पंखा छ त चलाउनु पनि बत्ती भल हो बत्ती बाल्दिउँ चल्यो भने हाम्रो यो चल्यो भयो भने अरू त चलोस् कि नचलोस् मतलब तल भयो आज 10 को लागि बिदाई गर्छु भनेको सुनिरहेको थिएँ कि मैले अब हेरौँ अहिले के हुन्छ होइन त्यतिखेर चाहिँ भाइ केही गरी भइहाल्यो भने चाहिँ म देखाउने नै छु अरूलाई चाहिँ क्लासमै बस्थेँ Happy birthday, Happy birthday to you. Happy birthday to you. Happy birthday to you. मलाई हतार भयो त्यसबाट पनि केक सिद्धाइसकेँ अघि नै हामीलाई दिइसकेँ र मैले पनि खाइसकेँ पक्कै पनि दिइसक्छु र यहीँ चाहिँ गरिरहेको रहेछ थ्याङ्क यू मेरो बर्थडे असारमा आउँछ थ्याङ्क यू हजुर हजुर त्यही हो लाग्छ यो अहिले 10 को लागि तल बिदा गरिरहेको छ यहाँ माथि भने यहाँ भाइ बहिनीहरू बर्थडे टु यु शीतल ह्याप्पी बर्थडे मजा आएर मैले आएर हामी चाहिँ घर जानुपर्ने हुन्छ ब्याग स्याग बोकिसक्यो घरमा अहिले चाहिँ भने हामी घरतिर जाँदैछौँ कि म चाहिँ घर आइसकेको है मम्मी त भने म लिएर जानु भएको कि म एक्लै हुँदैन घर अब मम्मीसँगै जान्छु म लिएर अनि म पनि त्यतै जान्छु अहिले आउँछु ती खेत त भने घरमा एक्लै दादा ती मल त भने मल यत्रो आएको घरमा मम्मी भएन भने त मजै आउँदैन कि फेरि घरमा खाजा मासु चिउरा भर्खरै मल पनि थियो कि अघि अनि मलाई देख्नु भएन होइन म मम्मीसँगै फर्किन्छु म लिएर कि मम्मीलाई एक्लै के पार्नु यहाँ यति बाटो आइसक्यो अब फर्किन्न अब म ती जान्छु अनि फर्किन्छु कि मम्मी जाउँ त्यही त हो नि खेत हो नि म घर हजुर गइसक्यो हजुर छिमेकीहरू होइन त्यही नै सर अब म मम्मीसँग घरमा एक्लै जाउँ न त म मम्मीसँग हिँड्नुको मजै बेग्लै छ नि त साथीभाइहरू अब घर पुगिसकेकोमा चाहिँ ती पुलै पुगिसकेकोमा चाहिँ फर्कियो म अब त्यतिकै कस्तो घरमा अलिक झाउ लाग्यो कि जानुपर्ने अनि यतै बस्नु न त नि भन्दा अब मम्मीसँगै फर्किदियो मम्मी घरमै छैन देख्दिनँ अनि त्यसैले म फर्केँ अब मम्मी घाँस काट्नुहुन्छ एकछिन अनि म चाहिँ अब त्यही हो मकै हेरेर बस्छु हाम्रो मकै यत्रो भयो अस्ति नै हेरेको त्यो मकैमा आँखा लगाएर रहेछ पोलेर लगेर खानै पाएन झेलीहरू त्यसरी अर्काको मकै हेर्ने हो है म पोलेर खानुको मजै बेग्लै हुन्छ नि त फेरि
ब्याग पनि भारी भए मसँग एउटा बुक छ म त्यो बुक देखाउँछु ल साथीभाइहरू म त्यो बुक देखाउँछु ल तुरन्त मकै हेरौँ है म बुक निकाल्नु चाहिँ ल मकै पनि देखिहालेँ म बुक निकाल्छु कि मेरो यहीँ झोलामै छ कति ठुलो झोला खाने एकछिन ल आँखा चिम ल मेरो होइन क्यामेरामा ध्यान ड्याङ यो चाहिँ लाउरेको बुक हो हेर्नु मम्मी यही हो यही हो कि मलाई अङ्कलले दिनुमा कुर्सलीबाट अनि अब म भन्नु र भनिदिनै पर्यो ल्याइदिनु भएको स्कुलमा अनि यो चाहिँ म पढ्नुपर्ने हुन्छ मैले अहिलेदेखि नै तयार गर्नुपर्ने हुन्छ यो बुक पढेर अनि सो मलाई अङ्कलले दिनुभएको हो अब यो चाहिँ म पढ्छु कि तर आज यो मकै बारीमा त पढेर केही घुस्दैन बिहान पढ्छु तपाईँले यस्तो गर्नु न अनि बुक हेरौँ न होइन यति मोटो बुक छ नि च्यात्तिको रहेछ नि च्यात्तिको अलिक फेरि अब यो मोटो बुक छ अनि अब यो म पढाइदिन्छु ल हेरौँ है त ट्याङ ओपनिङ वा 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 यो यसरी पढ्नुपर्छ यो पढेर सुनाऊँ र सुनायो भने अहिले फेरि त्यहाँ धेरै जान्ने भएछ भनेर कमेन्ट ठोक्ला है बरु सुनाउँदिनँ म यो म भित्र कोठामा बसेर मजाले ध्यानपूर्वक बसेर पढ्ने हो त्यही नै अब आइयो घरतिर जाने मान्छे यता खेततिर अब किताब देखाइदिइहालेँ यही हो मैले पढ्नुपर्ने बुक कस्तो राम्रो देखायो होला मलाई यो युनिफर्ममा भन्दा पनि अर्को युनिफर्ममा देख्नु भने चाहिँ हाय त्यो पनि इच्छा पुरा हुन्छ साथीभाइहरू मेरो सपना हो त्यो चाहिँ के सपना हो त्यो चाहिँ अब आफैले बुझेर कमेन्ट यसो ठोकिदिँदा हुन्छ यो चाहिँ म राखेँ ल राखिदिएँ ल राखिदिएँ है मैले यति मोटो हो मम्मी हान्नु त यो मैले पढ्नुपर्ने हुन्छ क्या अब घर पनि आइपुगिसकेको छु साथीभाइहरू त्यसपछि अब के गर्नु अरू काम त केही पनि छैन यताउति अब यस्तै त्यस्तै हो होइन अब यस्तो यति नै बनाइदिउँ होला भिडियोलाई पनि अनि त्यही नै हो आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु अनि च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु पनि नबिर्सिनु र यति भनेर बिदा दिन चाहन्छु एन्ड बाई साथीहरू बाई गर्नु